प्रिय श्रोता, चौथौं सरकारको तेस्रो अधिवेशन अहिले धमाधम भइरहेको छ र यो सभामा धेरै अमूल्य र महत्त्वपूर्ण विषयहरूमा चर्चा भइरहेको छ भने हामी विकास गतिविधि विषयको कार्यक्रममा धेरै विषयहरूमा हामी माननीय संसद सदस्यहरूलाई निमन्त्रणा गर्दै हामीले विशेष कार्यक्रमहरू प्रस्तुत गर्दछौँ भने आज पनि हामीले कार्यक्रममा माननीय संसद सदस्यज्यूलाई हामीले निमन्त्रणा गरेका छौँ र पशुधन र कृषि भन्नाले हाम्रो देशमा एकदमै महत्त्वपूर्ण यो क्षेत्र हो जहाँ चाहिँ हाम्रो देशको धेरैभन्दा धेरै मानिसहरू अथवा जनताहरू यो क्षेत्रमा संलग्न भएर आफ्नो जीविका चलाइरहेका छन्। केही साल मात्र नभएर धेरै वर्ष अगाडिदेखि नै जुगदेखि नै हाम्रो पशुधनमा जति पनि कृषकहरूले मेहनत गर्ने गर्दछन् उहाँहरूले जति मेहनत गरेका छन् सबै उठाउनु पाउँदैन। कतिपय भेलबाडीले नष्ट गर्ने गर्दछन् भने कति जङ्गलको जनावरहरूले पनि नष्ट गर्ने बिगार गर्ने गर्छ र त्यसले धेरै क्षति पुर्याइरहेको छ हाम्रो कृषक दाजुभाइहरूलाई। र यो कुनै नौलो विषय त होइन र पनि हामीले आजको यो कार्यक्रम मार्फत सरकारको निर्णयहरू के कस्ता छन् भन्ने विषयमा र तत्काल जानकारी के कस्ता छन् भन्ने विषयमा हामी आजको यो कार्यक्रम मार्फत सम्पूर्ण श्रोता मित्र अथवा दर्शकहरूलाई दिने प्रयास गर्नेछौँ र क्षतिपूर्ति र साथै मुआवजा त्यस्तो प्रकारले कम्पेन्सेसन भनिन्छ आर्थिक सहयोगहरू उपलब्ध गराउनु पर्ने त धेरै अगाडिदेखि नै हो। विभिन्न धेरै सरकारहरू आएर पनि गइसकेको छ तर यो काम भने अहिलेसम्म हुन सकेको छैन। किन हो त्यो त सरकार जुन सरकार सत्तामा थियो त्यतिखेर नै थाहा हुन्छ र अहिले भने यस विषयमा यो अहिलेको सरकार धेरै अघि बढिसकेका हामीले जानकारी पाएका छौँ र अघि बढेको पनि छ र अहिले हुँदै गरेको सभामा भने यस विषयमा धेरै जानकारीहरू पनि धेरै छलफलहरू पनि भयो र साथै जानकारीहरू पनि हामीले दिनु एकदमै आवश्यक हुन्छ सम्पूर्ण श्रोता मित्रहरूलाई। र हामीले केही उदाहरणहरू दिनु पर्दाखेरि जनतालाई अथवा कृषकहरूलाई क्षति पुर्याएको विषयमा जानकारी गराउनु पर्दाखेरि अक्टोबर 2021 को बाढीले 2500 एकड़ खेतको धानहरू नष्ट गरेको थियो भने 17वटा जोङखाकमा करिब 2400 मेट्रिक टन धान उत्पादन गर्ने क्षति पुर्याएको थियो। सोही प्रकारले याक 711 याक पनि भेलबाडीले बगाएको घटनाहरू हाम्रो देशमा भइरहेको छ र यो वर्षकै कुरा गर्नुपर्दाखेरि 28 तारिक अप्रिल महिनाको 28 तारिक दोरोखा साम्ची जोङखाक दोरोखा डुङखाकको बामेनगाङ अथवा मिथुन भन्ने ठाउँमा 15वटा गाई एकै रातमा चट्याङले मारेको पनि घटना हामीले सुनेकै हौँ र त्यसै कारण यस्तो बेलामा जनतालाई पीर परेको हुन्छ, कृषक दाजुभाइहरूलाई पीर परेका हुन्छन्। त्यसै कारण सरकारले सहयोग उपलब्ध गराउनु एकदमै आवश्यकता हुन्छ र हामी यही विषयमा आज कुराकानी गर्नेछौँ। सरकारले अहिलेको निर्णय के कस्तो छ, सरकारले के कस्तो निर्णय लिएको छ भन्ने विषयमा हामी कुराकानी गर्नेछौँ र हाम्रो जानकारी अनुसार हालैको अहिलेको चल्दै गरेको चौथौं सरकारको तेस्रो अधिवेशनमा सरकारले निर्णय लिइसकेको छ कम्पेन्सेसन नभएर क्षतिपूर्ति नभएर बिमाको सेवा कृषि तथा पशुधन बिमाको सेवा सुरु गर्ने र यसले धेरै फाइदा हुनेछ भन्ने हामी आशा त गर्ने नै छौँ र यस विषयमा के कस्तो छलफलहरू भयो र यसले कहाँसम्म देशलाई अथवा कृषकहरूलाई फाइदा पुग्नेछ भन्ने विषयमा पनि हामी आज कुराकानी गर्नेछौँ र यो बिमा को सेवा उपलब्ध गराउने क्रम कस्तो प्रकारले सुरु गर्नेछ भन्ने विषयमा हामी आज कुराकानी गर्नेछौँ र सरकारले अहिले भने भारत सरकारको सहयोगमा 1.5 बिलियन अथवा 1.5 अर्ब न्यूनतम
छुट्याएको पनि हामीले जानकारी पाएका छौँ र यो पनि भारत सरकारको सहयोगमा आर्थिक सहयोगमा प्रोजेक्ट टाइट एसिस्टेन्स भनिन्छ PTA को सहयोगमा यो आर्थिक सेवा उपलब्ध गराउने जानकारी हामीले पाएका छौँ। र श्रोता, हामी आजको अतिथिसितको कुराकानी गर्नु अघि हामी अतिथिलाई आजको यो कार्यक्रममा हामीले स्वागत गर्नु आवश्यक नै हुन्छ र आजको अतिथि हुनुहुन्छ हाम्रो कार्यक्रमको, उहाँ हुनुहुन्छ माननीय संसद सदस्य चिराङ जोङखकको सेरिथाङ किकोरथाङ मेन्ड्रेगाङ चुनाव क्षेत्रको संसद सदस्य कमल बहादुर गुरुङजी हुनुहुन्छ र उहाँलाई हामीले आजको यो कार्यक्रममा निमन्त्रणा गर्नुको कारण नै के हो भने उहाँले नै यो विषयमा कृषक दाजुभाइहरूलाई उहाँहरूको जति पनि क्षति पुगेको छ त्यसमा सरकारको तर्फबाट आर्थिक सहयोग अथवा पूर्ति गर्नु एकदमै आवश्यक छ। त्यसै कारणले सरकारले केही कदम चाल्नुपर्छ भन्ने आवाज अथवा प्रस्ताव राख्नुहुने प्रथम संसद सदस्य उहाँ हुनुहुन्थ्यो। उहाँले भने सन् 2023मा यो अधिवेशन अथवा तेस्रो सभाको चौथो सरकारको तेस्रो सभाको अधिवेशन सुरु हुनको साथै उहाँले यो एउटा मोसन भनिन्छ प्रस्ताव चढाउनु भएको थियो। त्यसै कारण उहाँसित धेरै जानकारी भएको छ भन्ने हामी आशाको साथ उहाँलाई हामी आजको यो कार्यक्रममा निमन्त्रणा गरेका हौँ र हाम्रो निमन्त्रण अनुसार माननीय संसद सदस्यज्यू माननीय कमल बहादुर गुरुङज्यू पनि हाम्रो आजको यो एपिसोड अथवा हाम्रो यो पोडकास्ट अथवा हाम्रो कार्यक्रममा आइसक्नु भएको छ, उपस्थित हुनु भइसकेको छ। हामी कार्यक्रमको विशेष विषयतर्फ प्रवेश गर्न अघि प्रथममा हजुरलाई हामी स्वागत गर्नेछौँ। स्वागत छ हजुरलाई कार्यक्रममा। धन्यवाद। सर्वप्रथम नै BBS रेडियो र हाम्रो एङ्कर घलेदाई कृष्ण घलेदाईलाई मेरो तर्फबाट आजको यो करेन्ट अफेयर्स विकासीय गतिविधिको कार्यक्रममा बोलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। त्यति मात्रै नभएर यो कार्यक्रममा बोलाएर चाहिँ अब अहिलेसम्म हाम्रो यो बाली अनि पशुधन क्षतिपूर्ति त्यो कोषको विषयमा अपडेट गरिदिनुपर्ने, जानकारी दिनुपर्ने भन्ने यो लिएर तपाईँले मलाई बोलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद। हाम्रो सार्वजनिक जनताहरूमा उहाँहरूलाई थाहा भइसकेको छ हामीले यो मोसन मुभ गरेर अहिलेको करेन्ट सरकारले चाहिँ यसको यो चर्चा चलाइरहेको छ। अनि कसरी यो गर्ने भन्ने त्यसको त्यो नीतिहरू बनाइरहेको छ, त्यसको विषयमा अपडेट गर्नु पर्ने मैले, र त्यसले गर्दाखेरि हजुरलाई धेरै धेरै धन्यवाद। त्यस्तै गरी हाम्रो BBS रेडियो सुनेर बस्नुभएको देशको सार्वजनिक जनता, दाजुभाइ दिदीबहिनी, विशेष गरी कृषि विभागमा रहनुभएको दाजुभाइहरू, उहाँहरूलाई शुभ ढोक अनि शुभ दिन भन्न चाहन्छु हजुर। र हजुरहरू बहुतै इच्छुक भएर सुनिरहनु भएको छ होला। अब यो कोष इन्सुरेन्स को विषयमा तपाईँहरू धेरै पर्खिनु भएको छ। मैले एउटा पहिलो सेसनमा, फर्स्ट सेसनमा, चौथो सरकारको फर्स्ट सेसनमै मैले एउटा प्रस्ताव राखेको थिएँ। त्यो मोसन भन्छ इङ्ग्लिसमा हजुर, प्रस्ताव राखेको छु। त्यो चाहिँ अब बाली अनि पशुधन क्षति भएको बेलामा क्षतिपूर्ति गर्नुपर्ने सरकारले एउटा कार्यक्रम एउटा यो गर्नुपर्ने भनेर कोष भनेको थिएँ, ट्रस्ट फन्ड राख्नुपर्ने भनेर चाहिँ मैले यो गरेको थिएँ हजुर। अन्त अब संसदका सबै सदस्यहरूले मलाई सपोर्ट दिएर हाम्रो जावेनिचु भन्छ रुल्स अफ प्रोसिजर, त्यसको मुताबिक सबैले सहयोग गरेर हाम्रो राष्ट्रिय सभामा पास भएर चाहिँ
हामीले सरकारले त्यो नीति चाहिँ राख्नुपर्ने भन्ने एउटा यो दिएको थियो हजुर। हजुर। अन्त हाम्रो जवानीचु मुताबिक सरकारले सेसनमा कहिले फर्स्ट सेसन, सेकेन्ड सेसन, थर्ड सेसनमा चाहिँ अहिलेसम्म त्यो के गर्दैछ सरकारले भनेर चाहिँ हाम्रो सभामा चाहिँ त्यो अपडेट गर्नुपर्छ उहाँहरूले। हजुर। त्यसलाई दाङलेन सिप्ते भन्छ, फलोअप एक्सन्स यो गर्नुपर्छ। हजुर। त्यो सबै भन्नुभन्दा अगाडि चाहिँ म एउटा सानो मौका लिएर आज निकै दिन भयो, त्यसले गर्दाखेरि एउटा सानो ब्रिफ यो पनि दिनु पऱ्यो हजुर। हाम्रो देशमा हेर्नुभयो भने हाम्रो कृषि और त्यो पशुधन लाइफ स्टकहरू पालेर आफ्नो जीविक चलाउने, आफ्नो परिवार चलाउने, आफ्नो बालबच्चा पढाउने, हुर्काउने, आफ्नो आर्थिक अवस्था सुधार्ने, यो चाहिँ अब पर्सेन्टेजमा हेऱ्यो भने 66% छ हजुर। हजुर। 66% चाहिँ अब को छ भने युवा युवतीहरू, अब काममा जान नसक्ने युवा युवतीहरू, रिटायर्ड सिभिल सर्भेन्ट्सहरू छ, त्यहाँदेखि अन्त अरू त्यो कृषिको यो गरेर बस्ने त छँदैछ नि। त्यसले गर्दाखेरि चाहिँ उनीहरू सबै यो गर्दा चाहिँ 66% छ हजुर। त्यसमा चाहिँ अब यो खेतीपातीले गर्दाखेरि कृषि योले चाहिँ कतिजनालाई चाहिँ अब काम रोजगारी दिँदो रहेछ भने 43% टु 43% टु 56% जतिलाई चाहिँ रोजगारी दिँदो रहेछ नि। अनि त्यसले गर्दाखेरि चाहिँ अब यो कृषि क्षेत्र चाहिँ एकदम हाम्रो लागि एकदम महत्त्वपूर्ण यो हो। तर अब कृषि गर्नेहरूलाई पनि खेतीपाती भयो होइन, सागसब्जी, गाई सुँगुर पाल्नेहरूलाई पनि त्यस्तै सजिलो छैन रहेछ नि हजुर। मैले त अब म गाउँमै बसेको, गाउँमै हुर्केको, गाउँमै यो भएर कृषि यसमा चाहिँ कति दुःख छ त्यो मलाई थाहा छ। अन्त अब सरकारद्वारा धेरै सहयोगहरू छ, फाइनेन्सियल सपोर्ट छ। अब उनीहरूलाई लोन चाहियो भने लोन छ है, सब्सिडी दिएको छ, ग्रिन हाउस भयो, इट्टा भयो, यो भयो है। अन्त अब त्यस्तै पाठाहरू दिएर, चल्लाहरू दिएर कृषि विभागको मान्छेलाई चाहिँ अब उहाँहरूको आर्थिक अवस्था राम्रो होस् भनेर बहुतै ठुलो सपोर्ट छ। त्यस कारणले गर्दाखेरि लोनहरू लिएर पनि अहिले कमर्सियल, पहिला अब सस्टेनेबल स्केलमा गर्थ्यो है, जस आफैलाई पुग्ने है। अहिले चाहिँ कमर्सियल, त्यसलाई अलिक बढाएर बेचबिखन गरेर आफ्नो आर्थिक अवस्था सुधार्नुको लागि धेरै दुःख गरेर, अन्त युथ्सहरूले स्पेसली अब सरकारले दिएको त्यो सपोर्टलाई चाहिँ लिएर चाहिँ, मौका लिएर चाहिँ ठुलो फार्मिङहरू गरेको छ हजुर। सुँगुरको फार्मिङ भयो, फिसरी भयो, कुखुरा पालन भयो है, अन्त सागसब्जी भयो, धेरै गरेको छ। तर गर्दैछ भन्दाखेरि त्यसमा चुनौती पनि धेरै रहेछ नि हजुर। अब एउटा चुनौती हाम्रो भुटानको कन्टेक्स्टमा चाहिँ के छ भने हाम्रो जग्गा जमिन नै त्यस्तो छ। अब इन्डियामा अरू देशमा भने त अब एकर है, 200 एकर 400 एकर लाउँछ नि त कमर्सियल फार्मिङ भनेको त्यो हो, ठुलो स्केलमा गर्नु। तर हाम्रोमा त त्यस्तो होइन रहेछ नि, डाँडा काँडा छ है, ढुङ्गा त्यो खेतीहरू कोटाउनु पर्यो। अनि त्यस्तो गरेर अब लोन लिएर त्यस्तो गर्दाखेरि भनेको जस्तो उब्जनी हुँदैन अवश्य नै हजुर, तलको जस्तो उब्जनी हुँदैन यहाँनिर। अन्त कुखुरा बाख्रा पाल्दा पनि धेरै यो छ हजुर। अब जस्तै त्यो क्लाइमेट चेन्जले गर्दाखेरि है, त्यो चाहिँ अब जलवायु परिवर्तन भनिन्छ है। त्यो परिवर्तनले गर्दाखेरि कोही बेला बल बाढी आउँछ, कोही बेला हावा हुन्डरी आउँछ, कोही बेला असिना पानी आउँछ है। त्यस्तै अब सागसब्जी गर्नेहरूलाई बिजन रोपिसकेपछि
त्यसको पेस्ट हेर्नु पर्यो, त्यो किरा लाग्छ, अब त्यसलाई मलजल गर्नु पर्यो, दबाई गर्नु पर्यो है। अनि त्यसलाई अब हुर्काएर फुलाएर फल्ने बेलामा पानीहरू आउँछ है, असिनाहरू आउँछ, त्यसरी बिगारिदिन्छ नि। अन्त बल्ल बल्ल अब फल्नु थाल्यो भनेपछि त्यहाँदेखि फेरि के अरे त्यो पशु, जङ्गली पशुहरू आएर खाइदिन्छ है। अन्त सागसब्जी नै गऱ्यो भने पनि राम्रै निकाल्नु सक्यो भने कोही बेला बजार बेच्ने लाने यो हुँदैन, आफूले भनेको जस्तो रेट पाउँदैन है। हो यस्तो खालको चुनौतीहरू धेरै रहेछ नि हजुर। अब यो अरू सबै चुनौतीहरू त हामीले यो गर्नु सक्दैन, तर अब त्यो जलवायु परिवर्तनले गर्दाखेरि क्लाइमेट चेन्ज अर हावाहुन्डरी त्यस्तै अचानक आएर त्यो बिगारेको कुराहरूमा चाहिँ कम्पेन्सेसन होस्, यसमा चाहिँ त्यो क्षति भएको ठाउँको चाहिँ क्षति चाहिँ पूर्ति होस् भन्ने खालको चाहिँ यो चाहिँ मैले राखेको थिएँ मोसन हजुर। सरकारद्वारा पूर्ति होस्। पूर्ति मागेको कारण चाहिँ, यो गरेको कारण चाहिँ के हो भने अब थुप्रै मान्छेले, मेरो आँखाले देखेको, मेरो अनुभव हो त्यो, थुप्रो मान्छेहरूले अब सरकारद्वारा सपोर्ट छ, यो छ भन्दाखेरि चाहिँ उहाँहरूले ठुलो स्केलमा गरेको छ नि हजुर। एकैचोटि बलबाढीले बिगाऱ्यो है, जस्तै त्यो एउटा लम्पी डिजिज आएर गाई गोरु मारे है, तपाईँले अघि बनाउँदै थियो। अब एउटै घरको 3-4टा गाई मारिदियो होइन। हो यस्तो खण्डमा चाहिँ अब लोन लिएर गरेको छ। अब क्षति भएको बेलामा पूर्ति पाउनु भनेको चाहिँ कारण चाहिँ के हो भने त्यो सबै जति बिगार भएको छ त्यो सरकारले सबै दिनुपर्ने भनेको होइन हजुर। त्यो पूर्ति चाहिँ अब मैले त्यो कोषको उसमा मागेको थिएँ है, हामीले भनेको थियौँ हाम्रो, मैले भन्दाखेरि अब छोखाङमा पास भएको चाहिँ कोष, ट्रस्ट फन्ड भनेर, ट्रस्ट फन्ड एउटा विश्वास कोष चाहिँ यो होस् भनेर चाहिँ पास गरेको थियो। तर अब सरकारले गर्दै भन्दै लाँदाखेरि चाहिँ अब जसरी भनी पूर्ति दिनु पनि त होइन। अन्त कोष चाहिँ अलिक सस्टेनेबल छैन रहेछ, किनभने एउटा ट्रस्ट फन्ड भनेको कुरा चाहिँ एकैचोटि आयो भने डाङडुङ जान्छ, सकिन्छ हो, त्यहाँ पैसा सकिएपछि त के गर्ने होइन, अरूलाई कसरी दिने, त्यसले गर्दा त्यो सस्टेनेबल हुँदैन रहेछ नि। अन्त सरकारले चाहिँ यो कोष पनि राख्ने, अनि फेरि यो इन्सुरेन्स बिमाको योजना पनि राख्ने, दुइटै राख्ने। तर अहिले हालमा चाहिँ बिमा योजना चाहिँ सुरु गरिहाल्ने भन्ने यो छ हजुर। अन्त हो यस्तो च्यालेन्जेसहरू, चुनौतीहरू चाहिँ धेरै धेरै छन् त। अब कति दुःख गरेर गरेको हुन्छ। अब गाउँघरमा के अरे काम गर्ने मान्छे हुँदैन होइन, बुढाबुढीले दुःख गरेको हुन्छ, सबै फल फुलाउने बेलामा चाहिँ त्यस्तो हुँदाखेरि चाहिँ हजुर धन्यवाद हजुरलाई। हजुरको एउटा उद्देश्य एकदमै राम्रो है। अब विशेष गरी एउटा कृषक दाजुभाइहरूलाई यानि जति पनि उहाँहरूले एउटा नोक्सान झेल्नु पर्यो है, आफूले मेहनत गरेको अनुसार त्यो खेतीबाली उठाउनु नपाउँदा चाहिँ धेरै घाटा हुन्छ। र त्यस्तो प्रकारले धेरै मानिसहरूले खेतीबालीको काम छोडेर अन्य ठाउँमा गएर काम गरेको पनि धेरै उदाहरणहरू छन्। र त्यो चाहिँ नहोस् र मानिसहरूको एउटा मन चाहिँ खेतीमा होस्। जति पनि मानिसहरूले खेती गरेको छ उहाँहरूले आफूले भनेको जस्तै अब बाली उठाउनु पाऊँ र पशुधनबाट पनि लाभ उठाउनु पाऊँ भन्ने चाहिँ हजुरको त्यो एउटा सोच विचार हो। र यदि कृषकहरूलाई कुनै प्रकारले प्राकृतिक प्रकोप अथवा नेचुरल क्यालामाइटिस भनिन्छ है, र जङ्गली जनावरले केही बिगार गरेमा चाहिँ सरकारले चाहिँ सहयोग गर्नुपर्छ, हजुर। अब मुआब्जा अथवा पूर्ति दिनुपर्छ क्षति भएको खण्डमा भन्ने चाहिँ हजुरहरूको यो एउटा उद्देश्य हो। र अब यो विषयमा अहिले चल्दै गरेको सभामा धेरै चर्चा भयो नि त होइन हजुर। र सरकारले निर्णय पनि लियो र यो निर्णय चाहिँ 1.5 बिलियन अर्ब है, 1.5 अर्ब चाहिँ सरकारले
13औं पञ्चवर्षीय योजनामा चाहिँ यो क्षतिपूर्ति दिलाउनको निम्ति चाहिँ बजेट छुट्याएको छ नि त होइन हजुर। र यो एकदमै खुसीको खबर हो यो होइन हजुर। र अब अहिलेसम्म जनताले अथवा कृषकहरूले पाएको थिएन भने अब चाहिँ पाउनेवाला छ होइन हजुर। हुन त धन्यवाद, हामी मौसुफलाई पनि धन्यवाद हामी ज्ञापन गर्नु आवश्यक हुन्छ। चिराङमा जति पनि पहिला है हावा असिनाले बिगार गरेको थियो मौसुफद्वारा किदु भनिन्छ नि है हजुर, उहाँले दिइबक्सनु भएको थियो। र अब चाहिँ सरकारको पनि दायित्व हो होइन हजुर। र अब यो 1.5 बिलियन न्युट्रम अर्बन न्युट्रम चाहिँ भारत सरकारको आर्थिक सहयोगमा अहिले उपलब्ध गराउने अन्त होइन हजुर। र यो चाहिँ अब भन्नुपर्दाखेरि क्रप एन्ड लाइफ स्टक छ नि होइन हजुर, दुईवटा कृषि र पशुधन। यसमा चाहिँ तपाईँहरूले अब अहिले नै कुनै प्रकारको एसओपी भनिन्छ नि होइन हजुर, अब कुनै प्रकारको टर्म्स एन्ड कन्डिसन अथवा प्रक्रियाहरू पनि त त्यहाँनिर आवश्यक हुन्छ नि त, कस्तो प्रकारले चाहिँ दिनुपर्ने त भन्ने। र त्यो पनि हजुरहरूले तयार गर्नुभयो कि त अहिले बजेट कोष मात्रै छुटाउनु भएको त हजुर? हजुर अब यस्तो छ हजुर, मैले एउटा मोसन हजुर प्रस्ताव राखिसकेपछि अब त्यो हाउसले पास गरिसकेपछि सरकारले कति काम गर्दैछ के गर्दैछ त्यो हाउसमा अपडेट गर्नुपर्छ हजुर। हामीलाई सेकेन्ड सेसनमा चाहिँ सरकारले के अपडेट गर्नु हुँदै थियो भने अब यो चाहिँ सरकारद्वारा पनि पहिलादेखि नै एकदम जरुरत यो यो योजना चाहिँ राख्नुपर्ने हो भनेर उहाँहरूले न्यालेन अब त्यसलाई चाहिँ यो गरेर मान्यता दिएर चाहिँ अन्त अब इमिडिएट डिलिङ मिनिस्ट्री चाहिँ यो कृषि अनि पशुधन मिनिस्ट्री हजुर। त्यो मिनिस्ट्रीले चाहिँ फाइनेन्स मिनिस्ट्री अन्त हाम्रो इन्सुरेन्स आरआइसिबी अन्त भुटान इन्सुरेन्स लिमिटेड सँग कुरा गरेर अब यस्तो खालको प्रस्ताव आयो, यस्तो खालको यो गर्यो, हामी दिनुपर्ने हो, कसरी दिनुपर्ने, अब त्यो कोष गरेर दिँदा यो छ कि बिमा गरेर दिँदा ठिक हुन्छ कि भनेर उहाँहरूले धेरै एङ्गलबाट डिस्कस गरेर त्यो डाटा एनालाइसिस गरेर त्यहाँदेखि त्यो एक्सपर्टहरूसँग त्यति मात्रै नभएर अर्को देशकोमा कस्तो योहरू छ है योजनाहरू छ हो त्योहरू सबै यो गरेर चाहिँ अब जनतालाई चाहिँ यो मैले अघि भने नि अघि क्षति यति साह्रो यो हुन्छ, विशेष स्पेसली त्यो लोन लिएर गरेको मान्छेहरूलाई अब भएको जति सबै मर्दा त त्यहाँदेखि साह्रो पर्छ नि। अन्त त्यो इन्सुरेन्स भए पनि अलिकति पायो भने पनि अब सपोज 4टा गाई मरेको छ भने एउटा गाई 2टा गाई किन्नु सक्यो भने फेरि त्यो मान्छे रिभाइभ गर्नु सक्छ नि। अब कुखुरै पनि सुँगुर पनि अब 40वटा सुँगुरमा अब तपाईँको 40वटै मऱ्यो अरे कि बिमार भएर अब त्यसलाई अलिकति इन्सुरेन्स केही यो छैन भने त त्यहाँदेखि त त्यो मऱ्यो नि त त्यो मान्छे त होइन, भाग्दा भयो नि त। अनि कतिवटाले जमिन बेचेर यो गरेको पनि देखेको छु मैले। तर यसमा चाहिँ अब यो कोष यो बिमा चाहिँ अलिकति दियो भने चाहिँ उसले फेरि पनि सुरु गर्न सक्छ नि, फेरि उठ्नु सक्छ नि। हो त्यो यो लिएर चाहिँ गरेको थियो। अन्त तपाईँले अघि जुन चाहिँ गभर्मेन्टको अहिले 3rd सेसनमा चाहिँ के हुँदैछ, कहाँबाट त्यो 1.5 बिलियन राखेको अनि कसरी गरेको भन्ने कुरोमा चाहिँ अलिकति करेक्सन गर्नु पर्यो। त्यो 1.5 बिलियन चाहिँ 13th 5-year प्लान 13औं पञ्चवर्ष योजनामा इयरमार्क गरेको बजेट हो त्यो। अब कमिटेड इन्डियन गभर्मेन्टकै यो होइन, तर अहिले कमिटेड त्यो सुरु गर्नुको लागि चाहिँ इन्डियन गभर्मेन्टबाट 800 मिलियन यो लिएर चाहिँ सुरु गर्नुपर्ने। अन्त त्यो चाहिँ अब कसरी गर्नुपर्ने त्यसको अपरेटिङ म्यानुअल भन्छ, त्यहाँदेखि अर्को गाइडलाइन्स एसओपी योहरू चाहिँ उनीहरूले काम सुरु गरेको छ। अब कुनै पनि योजनाहरू राख्दाखेरि कुनै पनि योहरू गर्दाखेरि स्थापित गर्दाखेरि त्यसको लाम्लु योहरू रुल्स अफ प्रोसिजर्स, त्यहाँदेखि रुल्स एन्ड रेगुलेसन, त्यहाँदेखि गाइडलाइन्सहरू एसओपीहरू राम्रो हुनुपर्छ। किनभने अब हामीले
त सुनि पनि राखेको छु, यो पनि गरिरहेको छु है। हुनु चाहिँ कति हो, तर स्पेसली बिमाहरू यस्तोमा आउँदाखेरि अब कति पर्सेन्ट गभर्मेन्टले दिन्छ, कति पर्सेन्ट योले दिएर चाहिँ प्रिमियम दिएर चाहिँ बिमा यो गरिन्छ नि त होइन। तर सजिलो हुन्छ बिमा लाउँदाखेरि, त पाउनु पर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो हुने यो पनि सम्भावना छ। हामीले अरू गाडीको इन्सुरेन्स भयो, अरू यसमा पनि देखिरहेको छ नि होइन। त्यसमा धेरै कुराहरू प्रोड्युस गर्नुपर्छ हो। यस्तो चाहिँ अहिले नै हामीले एकदम क्लियरली त्यो रुल्स रेगुलेसन प्रोसिजर्सहरू गाइडलाइन अपरेटिङ यो म्यानुअल्सहरू चाहिँ राम्रो गरेन भने चाहिँ त्यही पछाडि त्यसमा झमेला हुने चान्स हुन्छ। र त्यो चाहिँ अहिले मिनिस्ट्रीले RICB त्यहाँदेखि यो भुटान इन्सुरेन्स लिमिटेडसँग यो SOPहरू अहिले काम गर्दैछ हजुर। हजुर धेरै धन्यवाद। हजुरले अहिले पनि तोकिएर त भन्नु सकिँदैन होइन हजुर। अब कृषिलाई यति र पशुधनलाई यति भन्ने प्रकारले अहिले तोकिएर भन्नु सकिँदैन, किनकि अहिले यसमा काम हुँदैछ होइन हजुर। अहिले सरकारले बजेट मात्रै छुट्याएको छ। अब र अर्को प्रश्न यहाँलाई होइन हजुर, अब यो सरकारले निर्णय लिएको छ होइन हजुर, र अहिले पनि एउटा कोष अथवा इन्सुरेन्सको रूपमा हजुरहरूले इन्सुरेन्स कम्पनी है बिमा कम्पनीसँग मिलेर चाहिँ 50% है 50% प्रिमियम चाहिँ सरकारले बिहोर्ने छ भने 50% चाहिँ कृषकहरूले बिहोर्नु पर्ने हुन्छ होइन हजुर। र अब यो त सायद हाम्रो कृषक दाजुभाइहरूले पनि यसमा उहाँहरू सहमत हुनुहुन्छ होला, किनकि सरकारले अब पहिला शून्य थियो भने अहिले अब त केही त पाउँदैछन् त होइन हजुर। त्यसमा अब वार्षिक रूपमा प्रिमियम तिर्नुपर्ने हुन्छ। यसको विषयमा नियमहरू त पछाडि अब RICBL र जुनै पनि संलग्न भएका बिमा कम्पनीहरू छ उहाँहरूले नै एउटा SOP है, उहाँहरूले नै अब ती कम्पनीहरूले नै रुल्स भनिन्छ अब SOP नियमहरू कस्तो प्रकारले हुन्छ त भन्ने विषयमा जानकारी त गराउनै हुन्छ होला जब यो सुरुवात हुन्छ। र अब जब यो प्रिमियम अथवा यो इन्सुरेन्स है यो क्रप कम्पेन्सेसन क्रप एन्ड लाइफ स्टक है यो बिमा र पशुधन बिमा सेवा सुरु हुन्छ, यो चाहिँ कहिलेबाट सुरु हुन्छ त? अब यो अहिलेको समर सेसन भनिन्छ होइन हजुर। यो अहिलेको बर्खे सभामा सरकारले निर्णय लिइसकेको छ। यो अब तत्काल नै हुन्छ कि अझै अब समय लाग्छ त हजुर यो लागू गर्नको निम्ति चाहिँ? हजुर मैले अघि भनेको जस्तो हजुर, अब यो तेस्रो सभामा चाहिँ सरकारले हामीलाई जानकारी दिएको चाहिँ उहाँहरूले सुरु गर्नुभयो। अन्त बजेट पनि मैले अघि भने 1.5 बिलियन चाहिँ त्यो 13th 5-year प्लानको लागि इयर मार्क गरेको छ हजुर। त्यसमा अब तत्कालै सुरु गर्नुपर्ने भनेर चाहिँ त्यो 800 मिलियन चाहिँ त्यो PTA गभर्मेन्टले PTA ग्रान्टबाट यो खेती गरेर चाहिँ अब उहाँहरूले हामीलाई दिनुभएको समाचार मुताबिक चाहिँ अब आउने सालदेखि चाहिँ उहाँहरूले सुरु गर्छ त्यो हजुर। यो बिमा सुरु गर्छ 2026 को जनवरीबाट चाहिँ यो बिमाको सेवा उहाँहरूले सुरु गर्छ हजुर। अनि त्योसम्म चाहिँ अहिले चाहिँ अब मैले अघि भनिहालेँ, अब जति पनि त्यो कागजहरू बनाउनु पर्छ नि हजुर, SOP भयो, अपरेटिङ गाइडलाइन्स भयो, क्लेम गर्दा कसरी गर्नुपर्ने केहरू अब ताकि हाम्रो जनतालाई चाहिँ फाइदा होस् भनेर। अन्त अघि तपाईँले भन्नुहुँदै थियो पशुधन र क्रपमा सेपरेट एलोकेसन छ कि भनेर, त्यसरी छैन हजुर। इन्सुरेन्स भनेपछि इन्सुरेन्स हुन्छ, क्रप एन्ड लाइफ स्टक इन्सुरेन्स स्किम भनिन्छ, कम्पेन्सेसन स्किम हो कि हजुर। अन्त अब त्यो चाहिँ अब लाइफ स्टकको आयो भने लाइफ स्टकै हुन्छ, उताको उतै हुन्छ है। त्यसको प्रिमियम चाहिँ उनीहरूले वर्कआउट गरेर अन्त यति भनेर लाउँछ। अनि त्यसमा चाहिँ अहिले सुरुमा चाहिँ सरकारले 50%, जनताले 50%। हुनु त हाम्रो सभाको प्रतिनिधिहरू है मेम्बर्सहरूले थुप्रै कुरा उठाएको थियो। अब
त्यहाँनिर अलिक असुविधा हुन्छ होला सरकारको पट्टिबाट अलिक धेरै पर्सेन्टेज है 80%, अन्त यता पब्लिकलाई 20% भन्ने योहरू नि भयो। तर अब गर्दै भन्दै लाँदाखेरि चाहिँ अब स्किम पनि जरुरत छ, त एट द सेम टाइम उता यता यसो धन पनि हुनु पऱ्यो नि। हजुर हजुर हो, त्यसले गर्दाखेरि चाहिँ हजुर अहिले जति जमघट गर्नु सकेको त्यो बजेट र जति सरकारले एलोकेट गरेको बजेटभित्र चाहिँ यो गर्नुपर्ने सुरु गर्नुपर्ने चाहिँ 50-50 गरेर गर्नुहुँदैछ। र तर अघि भने मैले फेरि त्यो कोष भनेर ट्रस्ट फन्ड अनि इन्सुरेन्स अहिले हामीले उनीहरूले अब त्यो इन्सुरेन्स गर्दैछ भन्दाखेरि कोष छैन भनेर होइन, त्यो पनि छ हजुर। अन्त अब सरकारले अब पहिला महाराजको किदु हुन्थ्यो होइन हजुर, हो त्यसमा पनि कन्ट्रिब्युट गरिरहनै हुन्छ है। अन्त सरकारद्वारा एकदम राम्रो छ जनताहरूलाई, अब यो चाहिँ एकदम तत्कालै गर्नुपर्ने भन्ने यो लिएर चाहिँ अब त्यो एसओपीहरू योहरू बनाइरहेको छ। हजुर अघि बढ्नुहुन्छ। हजुर हामी अब यो इन्सुरेन्स है सरी हजुर हामी यो इन्सुरेन्सको बारेमा होइन अब यसको हजुरले जानकारी हामीलाई दिनुभयो, अब काम कस्तो प्रकारले गर्ने हो भन्ने विषयमा हजुर र इन्सुरेन्स कम्पनीहरू, सरकार र इन्सुरेन्स कम्पनीहरू काम हुँदैछ यसमा है। र सरकार र इन्सुरेन्स कम्पनीले कस्तो निर्णय लिएको छ भन्ने विषयमा हामी पछाडि समय मिलेमा हजुर लगायत हामी इन्सुरेन्स कम्पनीहरूसित पनि हामी बातचित गर्नेछौँ कस्तो प्रकारले चाहिँ लागू हुनेछ भन्ने विषयमा। र हजुरहरू एउटा अब सरकारमा नियम कानुन बनाउने एउटा संसद सदस्य हुनुभएको नाताले हामी आज सरकारको निर्णयप्रति हामी आज विषयमा हामी कुराकानी गरौँ है हजुर। र अब हजुरको प्रस्ताव के थियो भने एउटा कोष उपलब्ध गरौँ, सरकारले ट्रस्ट फन्ड है कोष उपलब्ध गरौँ ताकि कृषक दाजुभाइहरूलाई त्यो प्रिमियमको भारी नपरोस् होइन हजुर। हजुरको त्यो थियो नि त। तर अब अहिले हो भने सुरुवातमा प्रिमियम तिर्नुपर्ने 50-50% होइन हजुर, इन्सुरेन्समा त अहिले सुरु भएको छ। अब र अब भविष्यमा देशको अर्थतन्त्र सुध्रेमा होइन हजुर, त्यसमा पछाडि अब यो इन्सुरेन्स नभएर चाहिँ होइन अब कृषक दाजुभाइहरूलाई चाहिँ प्रिमियम 50% है 50% अथवा प्रिमियम तिर्नु नपर्ने हिसाबले जति पनि बिगार गरेको छ सरकारले सिधै कम्पेन्सेसन क्षतिको पूर्ति दिने त्यो सम्भावना छ हजुर? हुनसक्छ, अहिले हुनसक्छ होइन। सरकारको योबाट क्लियर यो छ हजुर। अहिले सुरु गर्नुको लागि यो जरुरत छ, सुरु गर्नुको लागि चाहिँ हामी यहाँबाट सुरु गरौँ भनेर। अब अघि मैले भने नि हजुर, त्यो जति आफ्नोमा धन छ त्यति भित्रै गर्नु पऱ्यो नि त होइन। हामीले ठुलो राम्रो प्रोसिजर्स कानुनहरू बनाएर के गर्नु, पैसा छैन भने गर्न सक्दैनन् होइन हजुर। र त्यो भित्रमा सरकारले चाहिँ कति सक्दो चाहिँ जनतालाई सेवा पुर्याउँ भनेरै छ हजुर। अन्त अब हाम्रो सभाको त्यो प्रतिनिधिहरूले पनि धेरै अब जनताकै हितमा जनतालाई नै फाइदा होस् भनेर धेरै कुराहरू निस्केको थियो हजुर। यो पर्सेन्टेज भने नि मैले सरकारले अलिक ठुलो पर्सेन्टेज लाउनु पर्ने, किनभने पछाडि प्रिमियम लाउनु सक्छ कि सक्दैन जनताले, अलरेडी अरू इन्सुरेन्सहरू पनि तिरिरहेको छ है। अन्त त्यो सबहरू के अरे हाम्रो योहरूले नि भन्यो हजुर। अनि त्यो पनि सस्टेनेबिलिटी त्यहाँदेखि फेरि पाउँछ कि पाउँदैन त्यो सबै हेर्नु पऱ्यो नि। अन्त अब जनताहरूलाई पनि यस्तो एउटा स्किम हालिसकेपछि चाहिँ त्यसले चाहिँ फाइदा होस् न होइन। अन्त भरे हामीले जता पाए त्यति अब एउटा कानुन प्रोसिजर्सहरू योहरू गर्दाखेरि चाहिँ पहिला नै अब केयरफुल भएर अब सतर्क भएर चाहिँ हामीले त्यो पछाडि भविष्यमा दुःख गर्न नपाउने गरेर जनताहरूले यो गर्नु नपर्ने गरेर हामीले एउटा अधिनियमहरू अरू लम्लुहरू लाउनु सक्यो भने चाहिँ त्यो नै यो हुन्छ भनेर हामीले हाम्रै छोखाङमै त्यो सभामा नै हामीले बार त्यो सबै सभामा नै हामीले त्यहाँनिर डिस्कस गरेर अन्त सरकारले चाहिँ यस्तो
गाइडलाइन्सहरू बनाउनु पर्ने, एसओपीहरू बनाउनु पर्ने भन्ने कारण चाहिँ त्यो हजुर। हजुर, तर अब पछाडि भविष्यमा कुनै दिन जनताले प्रिमियम तिर्नु नपर्ने र सिधै सरकारको तर्फबाट इन्सुरेन्स होइन जति पनि बिगार गरेको छ कृषकहरूलाई सिधै सरकारले क्षति भएको पूर्ति चाहिँ दिने अथवा मुआवजा दिने सम्भावना चाहिँ अहिले तत्काल इमिडिएटली भनिन्छ नि होइन हजुर? अहिले नै चाहिँ केही सरकारले केही निर्णय लिन सकेन होइन? त्यो छैन, किनभने मैले अघि भने त्यही पैसा कति छ त्यतिमै जानु पऱ्यो नि। हजुर, मतलब चाहिँ हाम्रो आर्थिक अवस्था राम्रो हुनु पऱ्यो। हजुर, अब देशको आर्थिक अवस्थै राम्रो हुँदै गयो भने त यो कानुनीहरू भनेको त बदलाउनु सक्छ नि हजुर। हजुर, हजुर। अन्त अब यो कानुन अहिले सुरु गर्नु आँटेको चाहिँ यो हो नि त, एटलिस्ट समथिङ पाउँछ नि हजुर। हजुर, अन्त भरै अब त्यसले गर्दा फाइदा भएन, जनताले प्रिमियम तिर्नु सकेन, यो गर्नु सकेन भने त जहिले पनि त्यो सभामा डिस्कस गरेर सरकारसँग पोलिसिसहरू त्यो गाइडलाइन्सहरू बनाउँदाखेरि त्यो त यो गर्नु सक्छ नि त, जुन चाहिँ अब चेन्ज गर्न सकिन्छ, त्यसलाई अदलाउ बदलाउ गर्न सकिन्छ नि त। हजुर, तर एउटा यो चाहिँ हुनु पऱ्यो नि त योजना चाहिँ। हजुर, अहिले चाहिँ त्यो आधारमा चाहिँ यो अहिले अब हजुर धन्यवाद हजुरले। हजुरले सुरु गर्नु अहिलेको सरकारले अब पहिलाको सरकारहरूले होइन अब नगरेको त होइन, र पनि हजुरहरूले अलिकति 1-2 कदम अघि बढेको भनौँ न त यो क्षतिपूर्ति दिने अथवा यो कम्पेन्सेसन अथवा यो बिमाको सेवालाई उपलब्ध गराउने क्रममा हजुरहरू अलिकति अगाडि बढ्नुभयो। अब मानिसहरूको कृषकहरूको उहाँहरूको एउटा प्रतिक्रिया फिडब्याक है कस्तो चाहिँ हुन्छ जस्तो लाग्छ त हजुरहरूले? अब हुन त यो सेवा सुरु गर्नुभयो हजुरहरूले, तर मानिसहरूले कस्तो प्रकारले लिन्छ होला है त? किनकि कतिपय कृषक दाजुभाइहरू गरिब है, आर्थिक रूपमा उहाँहरू कमजोर हुने कमजोर छन् नि त हाम्रो देशमा पनि होइन हजुर? र यदि उहाँहरूले यो स्किममा है यो बिमाको स्किममा लाग्नु सकेन है, तर उहाँहरूको अब पशु भयो कि त उहाँहरूको अब खेतीबाली कुनै प्रकारले बिगार गर्यो भने उहाँहरूले चाहिँ कस्तो प्रकारको सेवा सहयोग पाउँछ होला त? अब उहाँहरूले प्रिमियम तिर्नु सकेन र यो इन्सुरेन्स स्किममा जानु सकेन, तर उहाँहरूलाई लस भयो है, घाटा भयो, सरकारले हेर्छ त त्यस्तोमा? त्यो पनि हाम्रो सभामा अब संसद के अरे सभामा हजुर त्यो प्रतिनिधिहरूले उठाएकै हो, उठाउँछ, त्यो पनि हुनसक्छ। अन्त अर्को पनि रिस्क छ नि हजुर। हजुर, अब सरकारको इन्सुरेन्स हो भनेर इन्सुरेन्स कम्पनीले यो पनि गर्नु सक्छ भन्ने खालको पनि कुरा निस्केको थियो नि। हजुर, अब इन्सुरेन्स स्किम अब सरकारले यो गरेको तिमीहरूले कम्पलसरी स्किम गर्नुपर्छ भन्ने खालको। अन्त अब तपाईँले भन्नुहुँदैछ है अहिले हजुर भन्नुभएको कुरा चाहिँ अब गरिबहरू छ त्यो स्किममा पस्नु सकेन अरे। हजुर, हो यस्तोलाई चाहिँ कसरी पूर्ति गरिन्छ त भन्दाखेरि चाहिँ अब सरकारले त्यो हेर्नु पऱ्यो नि, सरकारले त्यहाँ पोसिबिलिटिज हेर्नु पऱ्यो। भएन सरकारले फेरि त्यो अहिले जुन चाहिँ भएको किदु स्किम छ नि हजुर, त्यो चाहिँ जारी नै राख्छ नि हजुर। अन्त त्यताबाट गर्नु सक्छ कि यताबाट गर्नु सक्छ, त्यो चाहिँ सरकारले हेर्नु पऱ्यो नि। अब इम्प्लिमेन्टेसन त सरकारको हातमा हो र त्यो चाहिँ रुम चाहिँ राख्नु पऱ्यो। तर कम्पलसरी अब पोस्नै सक्दैन भने त अब त्यसलाई जबरजस्ती गर्नु भएन। इन्सुरेन्स कम्पनीजहरूले पनि यो सरकारको स्किम हो तिमीहरू गरेन भने यस्तो हुन्छ, फाइन लाग्छ भन्नु भएन है। त्यो चाहिँ फ्री नै ओपन हजुर। अन्त तर सानो स्केलको योहरू छ नि हजुर। अब आफ्नो कोटेबारी कमाएर खाने भएको 1-2वटा गाई यो गर्ने ठुलो, अब हामीले यो स्किम इन्सुरेन्स गर्दाखेरि चाहिँ यस्तो पनि हुन्छ जस्तो लाग्छ मलाई। पछाडि ठुल्ठुलो फार्म्सहरूले मात्रै इन्सुरेन्स गर्छ, अब मसिनोहरूले गर्दैन। तपाईँले एकदम धेरै इम्पोर्टेन्ट क्वेसन सोध्नुभयो, यो प्र्याक्टिकल्ली हुनसक्छ तर यसमा पनि अब सरकारले हेरेर प्रोभिजन राखेर किदु स्किमबाट दिने हो कि, किनभने अब अहिलेसम्म चाहिँ यस्तो खालको त्यो इन्सुरेन्स स्किम और कोष दिने स्किम थिएन हजुर। एउटै थियो, त्यो पनि अब श्री 5 महाराजलाई चाहिँ महाराज धिराजले अब क्षति भएको ठाउँमा चाहिँ अब जनताहरूलाई यो भयो
हजुर हो कि। तर त्यो चाहिँ अब विशेष गरी डिजास्टर रिलिफ फन्ड भन्छ, त्यो चाहिँ एकदम त्यो नेचुरल डिजास्टर है, हजुर भल पहिरो यो मात्रै पाउँछ। तर अब स्मल स्किमलाई पनि केही कभरेज त यिनीहरूले गर्नु पऱ्यो। हजुर त्यो चाहिँ अब यिनीहरूले यिनीहरूको एसओपीमा गाइडलाइन्समा यिनीहरूमा हाल्नु पऱ्यो। हजुर हजुर, तर सभाबाट गर्नुपर्ने, संसदबाट गर्नुपर्ने चाहिँ त्यो हजुर हामीले एउटा योजना चाहिँ राखोस् सरकारले भन्ने गर्नुपर्छ। धन्यवाद हजुरलाई। र मानिलिउँ एउटा कृषक है, उहाँको अब त्यस्तो ठुलो मेगा भनिन्छ नि होइन हजुर, मेगा फार्म छैन अरे, उहाँको जति आफ्नो अब पुर्ख्यौली जग्गा कति छ, त्यसमा उहाँको उहाँले कृषकले आफ्नै घरको लागि अथवा केही अब धेरै भएमा उब्रिएमा बजारमा बेच्नु लान्छ होइन। उहाँको मेगा फार्म भने चाहिँ उहाँको ठुलो रूपमा छैन। र अब उहाँलाई के छ भने अब ती कृषकले के गर्नु सक्छ भने अब सरकारले पहिला नै छ डिजास्टर रिलिफ फन्ड होइन हजुर, र अब अहिले सुरुवात गरेको छ इन्सुरेन्स। अब जब यो रिलिफ फन्डद्वाराबाट चाहिँ उहाँलाई अब प्रिमियम भर्नु नपरी उहाँले कम्पेन्सेसन है क्षतिपूर्ति पाइरहेको छ भने त त्यो कृषकले वार्षिक रूपमा प्रिमियम तिरी चाहिँ किन इन्सुरेन्स लिन्छ त? त्यो पनि एउटा हुनु पऱ्यो नि त नि, त्यसमा अब अन्तर हुनुपर्ने हुन्छ ताकि त्यो कृषकलाई फाइदा हुने चाहिँ उसले हेर्नु पऱ्यो नि त। कृषकलाई अब प्रिमियम तिरेर चाहिँ मलाई त्यहाँबाट बेसी फाइदा हुने छ भन्ने प्रकारको कुनै नीतिहरू पनि आउँछ हजुर? यो सब चाहिँ त्यसमै लाउनु पऱ्यो नि त हजुर, अपरेटिङ म्यानुअल गाइडलाइन्समा। अब तर एउटा बाटो बनाउनु चाहिँ अहिले बाटो खोल्नु चाहिँ जरुरत छ नि त। हजुर हजुर, यो कोष अर बिमा चाहिँ लगाउनु चाहिँ यो छ नि त। हजुर, बाटो लगाइसकेपछि त्यसलाई वाइडनिङ गर्ने हो कि त्यसमा ब्ल्याकटप गर्ने हो कि त्यसको नाली बाली गर्ने हो कि, त्यो चाहिँ अब ओपनै छ नि त। हजुर, सरकारद्वारा पनि त्यस्तै हो। हजुर, अब के अरे एग्रिकल्चर मिनिस्टरले, कृषि त्यो पशुधन मिनिस्ट्रीले वहाँनिर सभामा के भन्नुभएको थियो भने हजुर रब जुमा चाहिँ हजुर निचेर गिठी मङ्गिल अनि त्यो अर्कै पनि लाउने भनेर हो। तर अहिले सुरु गर्नु चाहिँ इन्सुरेन्स स्किमबाट सुरु गर्ने हामीहरू भनेर। अब त्यसले फाइदा भएन त्यो के अरे सानो फार्मर्सहरूलाई छ नि हजुर, कुनामा एउटा गाई पालेर अलिकति दुध बेचेर खाने पनि छ। कोठेबारीबाट अलिकति 2-3 किलो सब्जी निकालेर गएर नुन तेल यो गरेर ल्याउने खाने मान्छेहरू छ। उनीहरूलाई चाहिँ प्रोटेक्सन कसरी गर्ने? अब यो इन्सुरेन्स स्किमले प्रोटेक्सन गर्न सकेन भने उहाँहरूलाई चाहिँ अब गिठी मङ्गलै लाउनु पऱ्यो नि त, ट्रस्ट फन्ड नै लगाउनु पऱ्यो नि त। त्यो छ। अरू उता के अरे यो डिजास्टर यताबाट यो गर्नु पऱ्यो नि। त्यो चाहिँ गर्नुपर्ने चाहिँ अब यो जुन चाहिँ हामीले अघि अपरेटिङ गाइडलाइन्स भयो, एसओपी भयो है, अन्त योहरूमा चाहिँ अब सरकारको यसमा हो नि त इम्प्लिमेन्टिङ। उनीहरूले पोलिसिसहरू बनाउनु र इम्प्लिमेन्ट गर्नु चाहिँ उनीहरूको हातमा हो नि त, उनीहरूको गेङको हो नि त। यहाँ अब हाम्रो संसदबाट चाहिँ सभाबाट चाहिँ हामीले जनतालाई यस्तो दुःख छ, यस्तो खालको योजनाहरू तपाईँहरूले गर्नु पऱ्यो, सरकारले गर्नु पऱ्यो अहिलेको सरकार भन्दाखेरि चाहिँ सरकारले पनि त्यसलाई तत्कालै चाहिन्छ भनेर चाहिँ यो सब गरेको चाहिँ अहिले त्यस्तो हजुर। र श्रोता, हामी अहिले पनि माननीय संसद सदस्य कमलबहादुर गुरुङज्यूसित सरकारले लिएको निर्णय, विशेष गरी हाम्रो कृषक दाजुभाइहरूलाई अहिले हालैमा 100% कम्पेन्सेसन भनिन्छ क्षतिपूर्ति दिनु नसके तापनि एउटा सेवा, बिमाको सेवा, इन्सुरेन्स स्किम भनिन्छ, बिमाको सेवा सुरु गरेको छ यो सभामा, चौथौँ सरकारको तेस्रो अधिवेशनमा। र यो जानकारी हामी आज भने माननीय संसद सदस्य कमलबहादुर ज्यूसित हामी आज कुराकानी गरिरहेका छौँ। र माननीय संसद सदस्य ज्यूसितको बातचित मार्फत हजुरहरूले पनि धेरै जानकारी पाउनु भयो होला भन्ने हामी आशा राख्नेछौँ। एकदमै खुसीको खबर हो है। अब नहुनु मामा भन्दाखेरि काना मामा भनेको जस्तै है हजुर, केही नपाउनु भन्दाखेरि केही नै अलिकति भए पनि है आफूले अब 100% है 100 न्युट्रमको
लस भनिन्छ नि, घाटा बिहोरेको छ भने अब घाटा सामना गरेको छ भने त्यसमा सरकारले 50 न्युट्रन दियो भने पनि त अलिकति हल्का हुन्छ नि त होइन हजुर, फेरि सुरु गर्नु सक्छ। हजुर फेरि सुरु गर्न सक्छ। सरकारको निर्णय यही छ अहिले हजुरहरूले जति निर्णय लिनुभएको। र अब यो इन्स्योरेन्स है, यो बिमाको सेवा अहिले हजुरहरूले सरकारले निर्णय लिएको छ, तर यो लागू हुनु अझै समय छ है, जनवरीबाट लागू हुन्छ। र अब हामीलाई लाग्छ यसले धेरै फाइदा होस् र जनताहरूले पनि राम्रैसँगले, कृषक दाजुभाइहरूले पनि राम्रैसँगले लिनुहुन्छ होला भन्ने हामी आशा त राख्ने नै छौँ। र यसको अब दिगो सस्टेनेबिलिटी हो नि त, हजुरले अघि पनि कुरा गरे है, हजुर कुरा गर्नुभयो। यो बिमा सेवा चाहिँ कतिको सस्टेनेबल है, कतिको दिगो हुन्छ होला त, मानिसहरूले लिनु त लिन्छै होला होइन हजुर अघि भने चाहिँ। तर अब यो बिमा सेवा इन्सुरेन्स स्किमले मात्रै यो एकदमै सस्टेनेबल भनिन्छ नि, यो एकदमै दिगो हुन्छ त हजुर? दिगो हुनुपर्छ, हुन्छ। अब सुरु गरिसकेको छ सरकारले, एउटा निर्णय लिएको छ है, हजुर हजुर, जनताहरूलाई सेवा पुर्याइदिनु भनेर। हजुर अब हुनु त तपाईँले अघि पनि भन्नुहुँदै थियो है, हजुर अगाडिको सरकारले धेरै कोसिस गरेको हो, हजुर। तर अब कुनै कारणले गर्दाखेरि उहाँहरूले यस्तो खालको यो योजनाहरू स्थापित गर्नु सकेन। हजुर यो स्थापित गर्ने चाहिँ एउटा अब हिस्टोरिक नै भनौँ न है, हजुर ऐतिहासिक मुभ हो यो। एउटा जनतालाई, आफ्नो जनताहरूको त्यो खेतीपातीमा गएर, कोठेबारीमा गएर सरकार के अरे जनताहरूलाई चाहिँ सेवा पुर्याउँ भन्ने खालको कुरो चाहिँ यो सरकारले गरेको छ। हजुर यसमा सरकारले ठुलो भार बोकेको छ, ठुलो रिस्क लिएको छ। हजुर अब अरू कुराहरू, विकासको कुराहरू छोडेर पनि हजुर कतिवटा कुराहरू, अब त्यो 1 अरब 1.5 बिलियन डाइभर्ट गर्नु भनेको सानो कुरा होइन, ठुलै कुरा हो। हजुर त्यस्तै बिमा कम्पनीहरूले पनि, आरआइसिबीहरूले पनि यो कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी भनेको हुन्छ, उनीहरूले पनि धेरै कम्प्रोमाइज गरेर धेरै कुराहरूको यसमा, किनभने यो बिमा स्पेसली क्रप एन्ड लाइफ स्टकको चाहिँ अलि रिस्की नै छ। उहाँहरूले पनि त्यो सबै रिस्क लिएर, त्यो खालको रिस्कहरू लिएर चाहिँ यो गरेको छ नि त। अन्त बिमा कम्पनीजहरूले पनि रिस्क लिएर चाहिँ जनतालाई यो गर्नुपर्ने रहेछ, हामीले हाम्रो रेस्पोन्सिबिलिटी रहेछ, हाम्रो सोसियल रेस्पोन्सिबिलिटी रहेछ भनेर उहाँहरूले पनि थुप्रै भार लिएको छ। त्यसै गरेर जनताहरूले पनि लिन्छ होला भन्ने हामीलाई आशा छ। अन्त अब यो एउटा ऐतिहासिक यो योजना भनौँ न है, यो योजना चाहिँ सक्सेसफुल हुन्छ, सस्टेनेबल हुन्छ जस्तै लाग्छ मलाई चाहिँ। हजुर अब त्यो भएन भने पनि हजुर, अब मैले अघि भने नि त, हाम्रो कृषि विभागको, कृषि मन्त्रालयको मन्त्रीज्यूले ओपनली भन्नुभयो नि त, यो चाहिँ सुरु गर्नु हो। हजुर हामीले यसले फाइदा भएन, यसले यो गरेन भने हामीले वी आर ओपन टु त्यो अब नयाँ कदम डेभलप अरू के अरे लेख्चे जुर्ची गर्ने हामीलाई यो छ भन्ने उहाँले ओपनली भन्नुभएको छ नि त। हजुर भनेपछि अन्त सरकारको पनि त्यही छ। हजुर एकदमै यो अब ओपन भनौँ, फ्लेक्सिबल भनौँ न त होइन हजुर। अब यसमा अब पछाडि अब नियमहरू फेरबदल पनि गर्नु सक्ने रहेछ। किनभने म हजुरलाई, हुन त हजुरले मेरो प्रश्नको उत्तर पनि सायद दिइसक्नु भयो जस्तो लाग्यो। अब आरआइसिबिएलले के छ भने हालैमा एउटा इन्सुरेन्स सेवा सुरु गरेको थियो आरआइसिबिएलले, ड्रुक्युल लाइफ इन्सुरेन्स स्किम भनेर। त्यो चाहिँ के भयो भने उहाँहरूलाई घाटा भयो भनेर भनेको जस्तो आयस्ता हुनु सकेन भनेर चाहिँ त्यो बन्द भयो नि त हजुर। र मेरो प्रश्न यही थियो, अब यो पनि त पछाडि अब आरआइसिबीले अब प्रिमियम भन्दा पनि धेरै उता पूर्ति दिनु पर्यो भने बिचमै बन्द त हुँदैन कि भन्ने प्रश्न पनि हजुर। एक्जाम्पल हो त्यो, हजुर ड्रुक्युल इन्सुरेन्स के हजुर एक्जाम्पल हो। हजुर त्यसमा अब त्यो पनि फेरि रिइन्स्टेट गर्नुपर्छ भनेर नि हिजोअस्ति अलिकति कुरा नि निस्केको थियो। हजुर अन्त जहाँसम्म जनतालाई, हजुर जनताको सेवा हुँदैछ भने जनतालाई फाइदा हुँदैछ, हजुर जनताको आर्थिक अवस्थालाई फाइदा हुँदैछ, देशलाई फाइदा हुँदैछ, देशको जनताको आर्थिक अवस्था फाइदा हुनु भन्नुको मतलब नै देशको आर्थिक अवस्थालाई फाइदा हुनु हो नि त। हजुर त्यस्तो हुँदैछ भने चाहिँ हजुर सरकारले कुनै बाटो निकाल्नु पऱ्यो नि। हजुर अब कतैबाट स्ल्यास गरेर
स्लाइस गरेर अब यता हाल्नु पऱ्यो नि। हजुर आर्थिक अवस्थै बिग्रेर गयो, कतैबाट यो गर्नु सकेन भने त अर्कै कुरा हो होइन। त्यो त जनताले नि बुझ्नुपर्छ हजुर होइन। देशको जनता हो, हजुर जनताले, जनता छ र देश छ, हजुर देश छ जनता छ हजुर है। हजुर अन्त देशको नै आर्थिक अवस्था राम्रो छैन भने त जनताले नि बुझ्छ नि त। हजुर तर मेरो यसमा चाहिँ हजुर सस्टेनेबल हुन्छ जस्तो लाग्छ मलाई, किनभने अघि मैले भने रिक्स गभर्मेन्टले लिएको छ। हजुर हामी त जनतालाई राम्रो होस् भन्ने उठाउने कुरो उठाएको, यस्तो खालको यो होस् भनेर माग गरेको मात्रै हो नि त। हजुर गर्ने त सरकार हो नि त। हजुर अन्त अब सरकारको हातमै हुन्छ नि त बजेट, त्यो यताबाट उता लाउनु उताबाट लाउनु। अब यो कृषि विभाग के अरे विभाग, अन्त यो पशुधन यो भनेर त अब मैले अघि भने नि हजुर, हजुर यहीबाट हाम्रो जनताको यो हुँदैछ, हजुर लाइभलीहुड, हजुर के भन्छ त्यसलाई, लाइभलीहुड, जीविका चल्दैछ हजुर। हजुर यहीबाट उनीहरूले आफ्नो नानीहरूलाई शिक्षा योहरू दिनुपर्ने, बढाउनु हुर्काउनु पर्ने यहीबाट हो। हजुर त्यो 60भन्दा बेसी प्रतिशत, 66% मान्छेले यो गर्दैछ। हजुर अनि त्यसलाई गभर्मेन्टले डेफिनेटली प्रायोरिटी दिन्छ नि हजुर। हजुर त्यो त दिनु, अन्त त्यसले गर्दा सस्टेनेबलै हुन्छ जस्तो लाग्छ मलाई। हजुर र हामी आशा गर्नेछौँ यो सरकारले लिएको कदम है जनतालाई धेरैभन्दा धेरै, विशेष गरी कृषकहरूलाई धेरैभन्दा धेरै फाइदा होस्। र अहिले हाम्रो एउटा प्रार्थना के छ भने अहिले यो एउटा बिमाको रूपमा सुरु भएको हो भने पछि सरकार अथवा देशको आर्थिक अवस्था अथवा अर्थतन्त्र राम्रोसँगले सुध्रिँदै गएको खण्डमा र सरकारको ढिकुटीमा धेरै नगद अथवा कोष भएको खण्डमा कृषकहरूलाई उहाँहरूले अब प्रिमियम तिर्नु नपर्ने, सिधै कम्पेन्सेसन है क्षतिको पूर्ति पाउनु सक्ने हाम्रो कृषक दाजुभाइहरूलाई होस् भन्ने हामी आशा पनि गर्नेछौँ। र अन्तिम प्रश्न यहाँलाई, सरकारले यो अहिले सुरुवात भएको छ एउटा इन्सुरेन्स स्किम है, र भविष्यमा अब सबै राम्रो भयो भने एउटा ट्रस्ट फन्ड नै हजुरहरूले सुरुवात गर्ने होइन हजुर। र यसले चाहिँ हाम्रो कृषक दाजुभाइहरूलाई खेती किसान अथवा पशुपालनमा चाहिँ कतिको उत्साहित चाहिँ बनाउँछ होला त हजुर? किनभने अहिले अब हाम्रो देशको अहिले हेर्नु पर्दाखेरि कति ठाउँमा बाढीले बाली बिगारेको, कि त अब जङ्गली जनावरले खेतीबाली बिगारेको, साथै अब पशुधनहरूले पनि क्षति पुर्याएको छ है। त्यस्तो प्रकारले भिर पहिरोले बिगारेकोहरू पनि छन्। त त्यसले गर्दाखेरि हाम्रो कृषक दाजुभाइहरूलाई चाहिँ एउटा खेती किसानमा उहाँहरूको एउटा जाँगर चासो घट्दै जाँदैछ नि त अहिले होइन हजुर? बाहिर अब सजिलै हाजिरामा काम पाइहाल्छ, झमेला केही छैन। अब कुनै राति गएर अब आफ्नो बालीलाई सुरक्षा राख्नुपर्छ भन्ने केही झन्झट छैन नि त। र अब यो स्किमले, यो इन्सुरेन्सको सेवाले चाहिँ उहाँहरूलाई फर्केर है खेती किसानमा अथवा पशुपालनमा उत्साह चाहिँ कतिको गर्छ होला त, कतिको बनाउँछ होला त हजुर? बनाउँछ, हजुर अप्टिमिस्टिक नै हुनुपर्छ हजुर। अब सरकारले धेरै योजनाहरू, धेरै कुराहरू गर्दैछ नि हजुर। यही अब किनभने 66% भने नि मैले हजुर, 66% अफ हाम्रो पपुलेसन चाहिँ खेती गृहस्थी नै गरेर खाने मान्छे हो। हजुर हो रहेछ, यिनीहरूको सुरक्षित गर्नुपर्ने रहेछ, खेतीपातीलाई यो गर्नुपर्ने रहेछ भनेर यो इन्सुरेन्स त एउटा खेती मात्रै हो, योजना मात्रै। अर्को मेजर यो त्यो अब पशु, जङ्गली पशुहरूबाट बचाउनुको लागि चेन लिङ्क फेन्सिङ गर्दैछ हजुर, 10 अरब लगाएर देशभरि त्यो गर्दैछ हजुर। त्यसले फाइदा हुन्छ पुरा हजुर। त्यहाँ त्यति मात्रै नभएर अब यो खेतीपाती यो गरेपछि अब सुरक्षित भयो नि त होइन हजुर? त्यसलाई बेच्नुको लागि मार्केट स्टेबलाइजेसन पनि हजुर, बेच्ने ल्याउने जग्गा त्यहाँदेखि भएन बाहिर देश पठाउनु पर्ने है, कति प्याकेजिङ प्रोसेसिङहरू योहरूमा पनि थुप्रै गर्दैछ नि त हजुर। हजुर अब यति गरेपछि चाहिँ मलाई चाहिँ लाग्छ कि तल कृषि दाजुभाइहरूले पनि इच्छा लिन्छ होला भनेर। अन्त अब जोड गर्छ उहाँहरूले
होइन त्यो त देखिरहेकै हो नि त। हजुर अहिले मात्रै थ्रेटन भएको हो नि त। पहिला त्यो यही गभर्मेन्ट हो, पहिला त्यो सेकेन्ड गभर्मेन्टमा हजुर सब्सिडीहरू दिने, ल्यान्ड म्यानेजमेन्ट गर्ने, पावर टिलर दिने, त्यहाँदेखि यो गर्ने योजनाहरू त यही सरकारले गरेको नि पहिला। हजुर हजुर त्यो गरेपछि धेरै त्यो युवा युवतीहरू कमर्सियल फार्मिङ गरेर फाइदा रहेछ। हजुर अझै पनि फाइदा छ, गर्छ, गर्नेले गरिरहेको छ हजुर है। अन्त थुप्रै मान्छेहरू फर्केर गएको थिएन। हजुर अनि रिटायर्ड योहरू पनि गएर फार्मिङहरू ठुल्ठुलो लगाइसकेको थियो। हजुर अहिले अन्त अब फेरि पनि यही गभर्मेन्टले अब यस्तो यस्तो ठुल्ठुलो स्किमहरू गरिदिँदैछ है। हजुर अन्त क्षति भएको ठाउँ पूर्ति गरिदिँदैछ, उहाँहरूको बाल बगैँचाहरू बचाइदिँदैछ हजुर है। के अरे मार्केटहरू खोलिदिँदैछ भने, बेचबिखान गर्ने दोकानहरू खोलिदिँदैछ भने त्यो त अब एउटा मौका हो नि। हजुर अन्त त्यो यसले त धेरै नै असर पार्छ जस्तो लाग्छ मलाई चाहिँ। हजुर हजुर धेरै मान्छेहरू गाउँमा बसेर खेतीपाती, अब मै पनि पहिला खेतीपाती गरेर खान्छु भनेर गएको नि। हजुर हजुर गरेको पनि। हजुर अन्त मेरै टाइममा पनि त्यो त्यस्तो भएको थियो नि त। हजुर अब अलि फिडले गर्दाखेरि हजुर कुखुराहरू सुँगुरहरू सबै मरेर बिमारले यो गरे है। हजुर मेरो एक्सपिरियन्स, मेरो अनुभव छ हजुर। हजुर अन्त तर गर्नु सक्यो भने र अब सरकारले यत्रो योजनाहरू यत्रो सहयोग गर्दाखेरि चाहिँ हजुर डेफिनेटली मान्छे पब्लिकहरूले उहाँहरू चाहिँ उत्सुक हुन्छ, उहाँहरूले गर्छ। अब के अरे युवा युवतीहरू पनि फार्मिङमा अब अलिकति त्यही हामीलाई अलिकति प्रब्लम चाहिँ त्यही हो, जमिनहरू राम्रो छैन, काकाको है यस्तोहरू छ। तर पनि अब यति यो गरिसकेपछि चाहिँ गर्छ हजुर जस्तो लाग्छ। धेरै धन्यवाद हजुरलाई। हजुर एकदमै अप्टिमिस्टिक हुनुहुन्छ है। एउटा सबैजनाको सोच त्यही हुनुपर्छ, किनभने सरकारले यत्रो अब अहिले ठुलो पनि भन्नु त भएन, अहिले सुरु सानो भए तापनि सुरु भइसकेको छ एउटा इन्सुरेन्स स्किम, र यसले धेरै कृषक दाजुभाइहरूलाई एउटा उत्साहित बनाउँछ होला, उत्साह जगाउँछ होला भन्ने हामी आशा त राख्ने नै छौँ। धेरै बातचित गऱ्यौँ हजुरसित यो सरकारको निर्णय विषयमा। सरकार विशेष गरी यो कृषक दाजुभाइहरूलाई उहाँहरूको आफ्नो खेतीबाली र साथै पशुधनमा केही क्षति पुगेको खण्डमा सरकारले पूर्ति दिने अथवा केही हदसम्म जति पनि घाटा भएको छ त्यसलाई अब रिकभर भनिन्छ है, पूर्ति गर्नको निम्ति चाहिँ सुरु गरेको यो बिमाको सेवा सम्बन्धी है। र हामी आशा गर्नेछौँ यसले धेरै नै धेरै फाइदा होस् भन्ने। र अन्तिममा रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता मित्रहरूलाई हजुरको तर्फबाट यो कम्पेन्सेसन, यो स्किम है, यो इन्सुरेन्स स्किम, यो बिमा सेवा सम्बन्धी अथवा हजुरको इच्छा केही भएमा हामी यहाँलाई छोटो समय दिनेछौँ हजुर। धन्यवाद हजुर। अब रेडियो सुनेर बसिरहनु भएको विशेष गरी कृषि विभागको दाजुभाइहरू, फार्मिङ कम्युनिटिजहरूलाई चाहिँ म चाहिँ यति भन्न चाहन्छु हजुर, यो सरकारले धेरै कदमहरू चालेको छ। अब कृषि र त्यो पशुधन यो गरेरै आफ्नो आफ्नो जीविका चलाउने यो गर्ने अघि पनि भनिसकेँ मैले है। रहेछ हाम्रो जनता भनेर चाहिँ धेरै योजनाहरू, धेरै सेवाहरू गरेको छ हजुर। अन्त अब त्यसमध्येमा यो एउटा कम्पेन्सेसन इन्सुरेन्स स्किम चाहिँ एउटा ऐतिहासिक यो हो। त्यति मात्रै नभएर अब मैले अघि दोकानहरू योहरू भने हजुर है। अन्त एउटा चाहिँ अब राम्रो हामीलाई के भन्छ सेल्फ सफिसियन्सी यो पनि हो एउटा। अब आफ्नै जनताहरूले आफैले कमाउनु सक्यो भने, आफैलाई पिराउनु सक्यो भने इम्पोर्ट गर्नु पर्दैन, हामीले यो गर्नु पर्दैन भनेर सरकारले यो गरेर चाहिँ अन्त जनताहरूलाई धेरै कृषि यसमा चाहिँ धेरै सहयोग पुर्याएको छ हजुर। अन्त अब खेतीपाती गृहस्थी गरेर खाने मान्छेहरू चाहिँ यो सरकारको हितमा छ हजुर। त्यसले गर्दाखेरि तपाईँहरूले मौका लिनुहोस्। अब अहिले चेन लिङ्क फेन्सिङको अहिले अलि इस्यु छ
हजुर अब सरकारले सबै मेटेरियल्स दिएर पब्लिकहरूले अलिकति गर्दैछ, हजुर तर उहाँहरूलाई अब गर्नु अब गाउँमा बुढाबुढी सब मात्रै छ, कसैको अलि यो लेबर सर्टेजेस छ है, हजुर निस्किनु सक्दैन हो, त्यसले गर्दा यो भइरहेछ। हजुर तर सरकारले दिएको एउटा यो के अरे योजना एउटा सेवा हो नि, त्यो गर्नु सक्यो भने अहिले एउटा चेन लिङ्क राम्रोसँग लगाउनु सक्यो भने हजुर यसले जुग प्रेजेन्सन आफ्नो नानी बाल बच्चाहरूलाई पनि पुग्छ नि। हजुर हजुर अनि चेन लिङ्कले चाहिँ अब अरू पहिला बिजुलीको यो फेन्सिङहरू पनि ट्राई गर्यो, त्यो काम नहुँदा चाहिँ अब योले यस्तो खालको योहरू गरिरहेको छ है। हजुर अन्त उब्जाको कुरो पनि अब के अरे बेच्नु सकोस् हाम्रो जनताहरूले भनेर अब 1 चाइल्ड 1 एग भन्दाखेरि स्कुलको नानीहरूले एउटा अन्डा खाँदाखेरि कति अन्डाको डिमान्ड हुन्छ है। त्यो चाहिँ अब मार्केट खोलेको हो नि त। हजुर त्यस्तै एउटा ग्यारेन्टेड स्किम भनेर छ। हजुर जति पनि अब सुँगुरहरू कुखुराहरू फिसहरू यो गऱ्यो भने गभर्मेन्टले लिने हजुर हो, यस्तो खालको स्किमहरू पनि त्यो मार्केट ओपन गरिदिएको नि। हजुर हजुर अनि ताकि अब कृषि विभागको दाजुभाइहरूले जनताहरूले चाहिँ मौका लिएर चाहिँ कृषि यसमा चाहिँ त्यसमा ध्यान दिएर यो गरेर चाहिँ गर्छ होला भन्ने यो लिएर, र यो ऐतिहासिक मुभ छ। हजुर हाम्रो हामीले सानो देश हो, हजुर हामी अब सेल्फ सफिसियन्ट पनि हुनु पर्यो। हजुर अब हामीलाई कति 1-2 कुराहरूमा त हामी सक्दैन, जस्तै अब चामलहरू योहरू त है। हजुर तर सागसब्जी मासुहरू योहरू त गऱ्यो भने हामीले सक्छ नि। हजुर हो, त्यो यो लिएर चाहिँ उद्देश्य लिएर चाहिँ सरकारले बहुत कुराहरूको सेवाहरू पुर्याउनु खोज्दैछ, र हजुरहरूले मौका लिएर आफ्नो खेतीबालीमा आफ्नो यसमा कृषिमा चाहिँ ध्यान दिएर चाहिँ गर्नुहोस्। हामी सरकार छौँ हजुर। हजुर त्यसमा कुनै तलमाथि अब कानुनहरू योहरू तलमाथि गर्नु छ, सरकारलाई यो गर्नुपर्छ भने हामी छौँ, अन्त सरकार छ। हजुर हजुर धेरै धन्यवाद यहाँलाई। श्रोता, हामीले आजको यो विकासीय गतिविधि विषयको कार्यक्रममा प्रस्तुत गऱ्यौँ सरकारको बिमा सेवा, विशेष गरी कृषक दाजुभाइहरूलाई बिमा सेवा उपलब्ध गराउनेको योजना र निर्णयको विषयमा, र यो निर्णय सरकारको निर्णय कतिको उचित छ भन्ने विषयमा हामीले कुराकानी गऱ्यौँ भने यो निर्णयले कृषक दाजुभाइहरूले कतिको फाइदा हुनेछ त भन्ने विषयमा पनि हामीले आज कुराकानी गऱ्यौँ, र कृषक दाजुभाइहरूलाई कृषिको कार्यमा कतिको उत्साहित बनाउँछ त भन्ने विषयमा पनि हामीले कुराकानी गऱ्यौँ। र हामी पनि आशा गर्नेछौँ माननीय संसद सदस्यज्यूले भन्नुभएछ यो एउटा सरकारको तर्फबाट एउटा यो ऐतिहासिक कदम हो एउटा, जसमा चाहिँ एउटा सरकारको खाद्यमा आत्मनिर्भर अथवा फुड सेल्फ सफिसियन्सी भनिन्छ अङ्ग्रेजीमा, खाद्यमा आत्मनिर्भर गराउने एउटा ऐतिहासिक कदम हो। सरकार यो मात्र नभएर अझै यहाँबाट उता पनि कृषक दाजुभाइहरूले कुनै पनि सेवा सुविधा सरकारको तर्फबाट आवश्यक भएमा सरकार माननीय संसद सदस्यले भन्नुभए चाहिँ सरकार जहिले पनि तयार नै छ भन्ने जानकारी हामीले पायौँ आजको यो कार्यक्रममा, र हामी पनि आशा गर्नेछौँ यो निर्णय सानो भए तापनि यसले धेरै ठुलो सहयोग हाम्रो कृषक दाजुभाइहरूलाई पुगोस्, र कृषि क्षेत्रमा हाम्रो कृषक दाजुभाइहरूले धेरै प्रगति गरोस् भन्ने हामी आशा पनि राख्नेछौँ। र आजको कार्यक्रममा हामीसित हुनुहुन्थ्यो माननीय संसद सदस्य किकोरथाङ मेन्डेरगाङ चिराङचोक किकोरथाङ मेन्डेरगाङको चुनाव क्षेत्रको संसद सदस्य माननीय कमल बहादुर गुरुङज्यू, र उहाँसितको बातचित हामीले यो सरकारले सुरु गरेको कृषि बिमाको विषयमा थियो भने हामी उहाँसित फेरि भविष्यमा अझै अन्य विषयहरूमा पनि हामी कुराकानी गर्नको निम्ति फेरि पनि हजुरलाई कार्यक्रममा हामी स्वागत गर्नेछौँ। आजको कार्यक्रममा आइदिनु भयो, धेरै धन्यवाद यहाँलाई। धन्यवाद हजुर। हस् त, कार्यक्रम सुनेर साथ दिनुभएकोमा र पोडकास्ट हेरेर साथ दिनुभएकोमा पनि धेरै धन्यवाद यहाँहरूलाई।